देवीटार गाउँ झिल नगरपालिका वडा नम्बर 1 मा कालीदेवी मन्दिरमा पुरै 108 वटा बत्ती बालेर वरिपरि मन्दिरको बत्ती बालेर दर्शन गरिन्छ। सबै बाल्यो होइन त पूजा? ल ल यता फर्की पूजा खै सुबोध र सुबलक्ष्मी। हाम्रो यो कालीदेवी मन्दिर चाहिँ एकदम शक्तिशाली मन्दिर हो। काभ्रे पलाञ्चोक जिल्ला धुलिखल नगरपालिका वडा नम्बर 1 मा पर्छ। यो चाहिँ अब पहिल्यैदेखिको परम्परा अनुसार आज कार्तिक पूर्णिमाको दिनमा एकदम ठुलो मेला लाग्ने गरेको छ। ल यता हेर्नु पूजा 108 वटा बत्ती बालेर वरिपरि मन्दिरमा ल यो चाहिँ मुख्य मन्दिर हो। ल यता हेर ल बाला बाला भयो ल।